स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन अहिलेको समयमा सायद सबैभन्दा बढी सान्दर्भिक छ। मानसिक शान्ति कसरी खोज्ने। हो। सामाजिक सञ्जालको त्यो तुलना, समाचारको तनाव अनि दैनिक जीवनको भागदौड, यो सबैको बीचमा मनलाई स्थिर र सन्तुलित राख्नु त साँच्चै ठूलो चुनौती हो। एकदम। र यही चुनौतीको भनौँ न समाधान खोज्न आज हामी बौद्ध धर्मका 4 शक्तिशाली अवधारणाहरूको गहिराइमा पुग्दैछौँ। यिनीहरूलाई 4 ब्रह्मविहार पनि भनिन्छ। 4 ब्रह्मविहार। हो। हामीसँग भएको स्रोतले यिनीहरूलाई मनलाई शुद्ध पार्ने र भावनात्मक रूपमा बलियो बनाउने एउटा अभ्यासको रूपमा प्रस्तुत गरेको छ। ठिक भन्नुभयो। यसलाई कुनै धार्मिक प्रवचन जस्तो नभई एउटा व्यवहारिक मेन्टल टुल किटको रूपमा हेरौँ न। मेन्टल टुल किट, एकदम सही शब्द। हाम्रो आजको लक्ष्य भनेको यी 4 टुल मैत्री, करुणा, मुदिता र उपेक्षालाई बुझ्नु हो अनि यिनीहरूले हाम्रो दैनिक जीवनमा कसरी सकारात्मक परिवर्तन ल्याउन सक्छन् भनेर केलाउनु हो। त्यसो भए सुरु गरौँ। ल, पहिलो टुलबाटै सुरु गरौँ। मैत्री। मैत्री, जसलाई अक्सर प्रेमपूर्ण मित्रता भनेर अनुवाद गरिन्छ। तर यो हामीले सामान्यतया बुझ्ने प्रेम वा मित्रता भन्दा धेरै फराकिलो छ। कस्तो हिसाबले फराकिलो? स्रोतले यसलाई सबै प्राणीहरूप्रति बिना शर्त सक्रिय रूपमा भलो चिताउने भावना भनेको छ। यसको मूल भाव एकदमै सरल छ। सबै प्राणी सुखी होउन्। सबै प्राणी सुखी होउन्। यो सुन्दा त अलि आदर्शवादी लाग्छ। हो, लाग्न सक्छ। मतलब मेरो परिवार, मेरा साथीभाइ सुखी हुन् भन्नु त सजिलो छ। तर मलाई मन नपर्ने मान्छे वा ट्राफिकमा मलाई उछिनेर जाने त्यो गाडीको ड्राइभर पनि सुखी होस् भनेर सोच्न त अलिक गाह्रो नै पर्ला नि। यो यथार्थमा कत्तिको सम्भव छ? तपाईले एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो र यहीँनेर मैत्रीको अभ्यासको सुन्दरता लुकेको छ। यो कुनै जादुई भावना होइन जुन एकैचोटि आउँछ। यो एउटा सीप हो जसलाई बिस्तारै विकास गरिन्छ। सीप जस्तै। परम्परागत अभ्यासमा मैत्रीको भावनालाई चरणबद्ध रूपमा फैलाइन्छ। पहिले तपाईँ आफैप्रति यो भावना जगाउनुहुन्छ, म सुखी हुँ, किनभने आफूले आफूलाई माया नगर्दासम्म अरूलाई दिन सकिँदैन। सुरुवात आफै बढाउने भयो। यो त रोचक लाग्यो। हो। त्यसपछि यो भावनालाई आफ्ना प्रियजनहरूतर्फ फैलाइन्छ अनि आफूलाई खासै मतलब नलाग्ने मानिसहरू, जस्तै पसलको पसले, उहाँहरूतर्फ। अनि त्यसपछि र अन्त्यमा सबैभन्दा चुनौतीपूर्ण, आफूलाई मन नपर्ने वा गाह्रो लाग्ने व्यक्तिहरूतर्फ। यो जिममा बिस्तारै तौल बढाए जस्तै हो। तपाईँ सिधै 100 किलो उठाउनुहुन्न, होइन र? होइन। 5 किलोबाट सुरु गर्नुहुन्छ। कस्तो राम्रो उदाहरण! यसको मतलब मैत्री भनेको मनको मांसपेशीलाई तालिम दिनु जस्तै भयो। यो कुनै प्रतिक्रिया होइन, बरु एउटा जानाजानी गरिएको छनोट हो। ठ्याक्कै। यसले त मनमा भएको रिस, घृणा जस्ता भावनालाई सिधै पगाल्ने काम गर्ने भयो। एकदम। यसलाई यसो सोच्नुहोस् न, मैत्री भनेको सूर्यको प्रकाश जस्तै हो। सूर्यको प्रकाश हुन्छ। द्वेष र घृणाको चिसोपन आफै हराएर जान्छ। यो अँध्यारो कोठामा बत्ती बाले जस्तै हो। तपाईले अँध्यारोलाई धकिलेर निकाल्नु पर्दैन। बत्ती बाल्ने बित्तिकै त्यो आफै हट्छ। वाह, यो त निकै शक्तिशाली विचार हो। त्यसो भए मैत्रीले हाम्रो टुल किटको आधार तयार पार्यो, सबैप्रति एउटा न्यानो सकारात्मक दृष्टिकोण। हो। तर के हुन्छ जब यही सकारात्मक दृष्टिकोणले संसारमा व्याप्त दुःख र पीडा देख्छ? सायद त्यहीँनिर हाम्रो दोस्रो टुल करुणाको भूमिका आउँछ होला। तपाईले ठ्याक्कै समात्नुभयो। मैत्रीले आधार बनाउँछ भने करुणाले त्यस आधारमा टेकेर काम गर्छ। स्रोत अनुसार करुणा भनेको दुखी वा पीडित प्राणीहरूलाई देखेर उनीहरूको दुःख हटाइदिने तीव्र इच्छा हो। यसको भाव हो सबै प्राणी दुःखबाट मुक्त होउन्। यहाँ दया र करुणा बीचको भिन्नतालाई अलि प्रष्ट पारौँ न। धेरैले यी दुईलाई एउटै ठान्छन्। कसैलाई दुःखमा देख्दा बिचारा भन्नु के करुणा हो? यो एउटा सामान्य भ्रम हो। बिचारा भन्नुमा एक किसिमको दूरी हुन्छ। आफूलाई माथि र अर्कोलाई तल राख्ने भाव लुकेको हुन सक्छ। त्यो दया वा सहानुभूति होला, तर करुणा होइन। हो र? करुणामा त्यो दूरी हुँदैन। यसलाई एउटा उदाहरणबाट बुझौँ। तपाईले बाटोमा कसैलाई खाल्डोमा खसेको देख्नुभयो।
माथिबाटै ओहो तपाईलाई कस्तो गाह्रो भयो होला मलाई दुःख लाग्यो भन्नु दया हो। अनि करुणा? तर डोरी खोजेर उसलाई बाहिर निकाल्न सक्रिय हुनु त्यो करुणा हो। दयाले अवलोकन गर्छ, करुणाले हात बढाउँछ। अर्थात् करुणा एउटा सक्रिय भावना हो जसले हामीलाई केही गर्न प्रेरित गर्छ। हो। तर आजको संसारमा जहाँ हामी समाचार र सामाजिक सञ्जालमा 24 घण्टा दुःख र पीडाका खबरहरूले घेरिएका हुन्छौँ, त्यहाँ करुणाको अभ्यास गर्दा त मान्छे भावनात्मक रूपमा थाकेर जान्छ होला नि। त्यो के रे कम्प्यासन फटिग भन्ने शब्द पनि त छ नि। एकदमै सान्दर्भिक कुरा। र यही समस्याको समाधान हाम्रो टुलकिटको चौथो टुल उपेक्षाले दिन्छ, जसमा हामी पछि आउनेछौँ। हुन्छ। तर अहिलेको लागि करुणा आफैमा बोझ होइन, यो मैत्रीको आधारमा टिकेको हुनाले यसमा शक्ति र साहस हुन्छ। शक्ति र साहस हो। यो अरूको दुःखमा डुब्नु होइन, बरु त्यो दुःख हटाउन सक्षम छु भन्ने आत्मविश्वासका साथ अघि बढ्नु हो। यो एक स्वास्थ्यकर्मी जस्तै हो जसले बिरामीको पीडा देख्छ, तर त्यो देखेर आत्तिनुको सट्टा उपचार गर्नतर्फ लाग्छ। ठिक छ, यो पनि स्पष्ट भयो। हाम्रो टुलकिटमा अब 2वटा औजार भए, मैत्री जसले सबैको सुखको कामना गर्छ र करुणा जसले सबैको दुःख हटाउन चाहन्छ। अब तेस्रो टुलमा जाउँ, मुदिता। यो चाहिँ मलाई व्यक्तिगत रूपमै सबैभन्दा चुनौतीपूर्ण लाग्छ, अरूको खुसीमा रमाउनु। हो, यो साँच्चै नै चुनौतीपूर्ण छ। अरूको दुःखमा सहानुभूति देखाउन हामीलाई समाजले सिकाउँछ, तर अरूको सफलतामा मनैदेखि खुसी हुन सिकाउँदैन। होइन त? स्रोतले यसलाई सरल रूपमा अरूको सुखमा खुसी हुनु भनेर परिभाषित गरेको छ, तर यसको पछाडिको मनोविज्ञान निकै गहिलो छ। हो नि, विशेष गरी अहिलेको इन्स्टाग्राम र फेसबुकको जमानामा हामी दिनभरि अरूको सफलता, उनीहरूको घुमघाम, उनीहरूको नयाँ जागिर, नयाँ घर, नयाँ सम्बन्धका तस्बिरहरू हेरिरहेका हुन्छौँ। बाहिरबाट बधाई छ भनिएला, तर भित्र कता कता एउटा तुलनाको भावना, एउटा ईर्ष्याको सानो झिल्को आइहाल्छ। हो, त्यो स्वाभाविक हो। म चाहिँ किन पछि परे भन्ने सोचले सताउँछ। मुदिताले त ठिक यसको उल्टो गर्न भन्छ। तपाईले अहिलेको पुस्ताको सबैभन्दा ठूलो मानसिक सङ्घर्षलाई औल्याउनु भयो र मुदिता यही सङ्घर्षको लागि बनाइएको एउटा अचूक एन्टिडोट हो। एन्टिडोट हो, यसले हाम्रो दिमागमा गडेर बसेको एउटा गलत धारणालाई चुनौती दिन्छ कि संसारमा खुसी सीमित छ र अरूले पाए भने मेरो भाग खोसिन्छ। यो जिरो सम गेमको मानसिकता हो। जिरो सम गेम अर्थात् कसैको जित मेरो हार हो भन्ने सोच हो। मुदिताले यो मानसिकतालाई तोड्छ। यसले हामीलाई सिकाउँछ कि खुसी एउटा मैनबत्ती जस्तै हो। मैनबत्ती हो, एउटा बलेको मैनबत्तीले हजारौं अरू मैनबत्ती बाल्न सक्छ, तैपनि त्यसको आफ्नो प्रकाश कम हुँदैन। यसलाई एउटा कन्सर्टको भिड जस्तो सोच्नुहोस् न। जब तपाईलाई मन पर्ने ब्यान्डले गीत गाउँछ, तपाईँ आफ्नो छेउको मान्छे रमाएको देखेर झन रमाउनुहुन्छ। उसको खुसीले तपाईँको खुसीलाई कम गर्दैन, बरु बढाउँछ। हो नि। मुदिता भनेको जीवनलाई नै त्यही कन्सर्टको रूपमा हेर्नु हो। कस्तो शक्तिशाली रूपक! यसको मतलब मुदिता केवल असल मान्छे बन्नको लागि मात्र होइन, यो त आफ्नो मनलाई ईर्ष्या र तुलनाको भारीबाट मुक्त गराउने एउटा मेन्टल ह्याक रहेछ। एकदम। जब हामी अरूको सफलतामा रमाउन सक्छौँ, हामी त्यो प्रतिस्पर्धाको दौडबाट बाहिर निस्कन्छौँ र हल्का महसुस गर्छौँ। ठ्याक्कै। यसले मानसिक शान्ति मात्र दिँदैन, यसले हाम्रो सम्बन्धलाई पनि अविश्वसनीय रूपमा बलियो बनाउँछ। हो र? सोच्नुहोस् त, तपाईको जीवनमा यस्तो कोही छ जो तपाईको सफलतामा साँच्चै मनैदेखि रमाउँछ। त्यस्तो सम्बन्ध कति बहुमूल्य हुन्छ। मुदिताको अभ्यासले हामीलाई त्यही बहुमूल्य व्यक्ति बन्न मद्दत गर्छ। ठिक छ, हाम्रो टुलकिट अब झन शक्तिशाली हुँदैछ। मैत्री, करुणा र मुदिता। तर यी तीनवटै भावनाहरू एकदमै सक्रिय र संलग्न छन्। हो। यिनीहरूले हामीलाई बाहिरी संसारसँग गहिरो रूपमा जोड्छन्, तर कहिलेकाहीँ हामीलाई अलिकति पछि हटेर शान्त भएर हेर्ने क्षमता पनि त चाहिन्छ होला। सायद यहीँनिर हाम्रो अन्तिम र सबैभन्दा सूक्ष्म टुल उपेक्षाको प्रवेश हुन्छ। एकदम सही। उपेक्षा शब्द सुन्ने बित्तिकै धेरैलाई उदासीनता वा वास्ता नगर्ने भन्ने अर्थ लाग्न सक्छ। हो, मलाई पनि त्यस्तै लागेको थियो। तर यो त्योभन्दा बिल्कुलै फरक छ।
स्रोतले यसलाई सबै प्राणीहरूप्रति समान भाव राख्नु, पक्षपात नगरी तटस्थ रहनु भनेर व्याख्या गरेको छ। यसको भाव हो सबै प्राणी आफ्नो कर्मको फल भोग्छन्। हो, मलाई पनि सुरुमा यो शब्द अलि नकारात्मक र चिसो लागेको थियो। आफ्नो कर्म अनुसार चलोस् भन्नुको मतलब जे सुकै होस् मलाई के मतलब भन्ने जस्तो सुनिन्छ। यसलाई अलि सरल भाषामा कसरी बुझ्ने? यसलाई भावनात्मक सन्तुलन वा समभावको रूपमा बुझ्नु सबैभन्दा उत्तम हुन्छ। समभाव? हो, यो भावना शून्य हुनु होइन, बरु बुद्धिमानीपूर्वक भावनाहरूलाई व्यवस्थापन गर्नु हो। उपेक्षा एउटा कुशल नाविक जस्तै हो। नाविक? हो, नाविकले आधीलाई नियन्त्रण गर्न सक्दैन, हैन त? सक्दैन। तर उसले कुशलतापूर्वक डुङ्गालाई सन्तुलनमा राखेर आँधीबाट पार लगाउन सक्छ। जीवनमा पनि सुख, दुःख, सफलता, असफलताका आँधीहरू आइरहन्छन्। उपेक्षाले हामीलाई ती आँधीहरूमा नडुब्न सन्तुलित रहन सिकाउँछ। अर्थात् यो अरू 3 भावनाहरूलाई सन्तुलनमा राख्ने एउटा स्टेबिलाइजर जस्तो भयो। एकदम। जस्तै तपाईले अघि भन्नुभएको कम्प्यासन फिटिगको कुरा। करुणाको अभ्यास गर्दा गर्दै अरूको दुःखमा यति धेरै डुबियो कि आफू नै निसासिन थालियो भने उपेक्षाले त्यहाँ एउटा सीमा कोरिदिने भयो। एकदम सही ठाउँमा जोड्नुभयो। उपेक्षाले अरू 3 भावनाहरूलाई अतिमा जानबाट रोक्छ। यसले करुणालाई दयाको दलदलमा फस्न दिँदैन, यसले मैत्रीलाई मोह वा आसक्तिमा परिणत हुनबाट रोक्छ। जस्तै आफ्ना प्रियजनहरू सफल हुँदा मात्तिने र असफल हुँदा आत्तिने प्रवृत्तिलाई नियन्त्रण गर्छ र यसले मुदितालाई क्षणिक उत्साहमा मात्र सीमित हुन दिँदैन। उपेक्षाले हामीलाई यो कटु तर महत्त्वपूर्ण सत्य स्वीकार्न सिकाउँछ। संसारमा सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। हामी प्रयास गर्न सक्छौं, तर परिणाम हाम्रो हातमा नहुन सक्छ। यो त निकै परिपक्व मानसिक अवस्था रहेछ। यसले हामीलाई मद्दत गर्ने र सक्रिय हुने करुणा र साथसाथै परिणामलाई स्वीकार गर्ने र शान्त रहने उपेक्षा हो। यो दुई बीचको सन्तुलन कायम गर्ने सिकाउने भयो। यो त जीवनको हरेक क्षेत्रमा काम लाग्ने सिप हो। हो, त्यसैले यो टुलकिटको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण टुल हो। यसले अरू सबै टुललाई सही ठाउँमा राख्छ र हामीलाई भावनात्मक रूपमा दिगो बनाउँछ। त्यसो भए आजको छलफललाई सारमा भन्नुपर्दा हामीले एउटा पूर्ण मानसिक टुलकिटको बारेमा कुरा गर्यौं। मैत्री, जसले सूर्यको प्रकाश झैं सबैलाई न्यानोपन दिन्छ। करुणा, जसले खाल्डोमा खसेको मानिसलाई डोरी दिएर मद्दत गर्छ। हो। मुदिता, जसले हामीलाई कन्सर्टको भिडमा जस्तै अरूको खुसीमा रमाउन सिकाउँछ। र अन्त्यमा उपेक्षा, त्यो कुशल नाविक जो आधीमा पनि डुङ्गालाई सन्तुलनमा राख्न सक्छ। हो, र यी चारै टुलहरू एकअर्कासँग जोडिएका छन्। यिनीहरूको सामूहिक अभ्यासले मनलाई फराकिलो, स्थिर र शान्त बनाउँछ। यो केवल एक दार्शनिक विचार मात्र होइन, बरु दैनिक जीवनमा अभ्यास गर्न सकिने एक व्यावहारिक मानसिक व्यायाम हो। यसले हामीलाई जीवनका हरेक उतार चढावलाई साहस र सन्तुलनका साथ सामना गर्ने शक्ति प्रदान गर्छ। आज हामीले बौद्ध धर्मका यी 4 शक्तिशाली अवधारणाहरूको गहिराईमा पुगेर छलफल गर्यौं। विश्वव्यापी प्रेमबाट सुरु भएर सन्तुलित समभावसम्म यी विचारहरूले मानसिक शान्तिको लागि एउटा स्पष्ट र व्यावहारिक खाका प्रस्तुत गर्छन्। स्रोतमा उपेक्षाको भावनालाई सबै आफ्नो कर्म अनुसार चलोस् भन्ने वाक्यांशसँग जोडिएको छ। यसले हाम्रो दैनिक जीवनमा एउटा गहिरो तर व्यावहारिक द्वन्द्वको बारेमा सोच्न बाध्य बनाउँछ। कस्तो द्वन्द्व? हामीले कहिले सक्रिय रूपमा मद्दत गर्ने करुणा र कहिले परिस्थितिलाई स्वीकार गरेर शान्त रहने उपेक्षा। यो त महत्त्वपूर्ण प्रश्न हो। उदाहरणका लागि, यदि कोही प्रियजनले बारम्बार एउटै गल्ती गरेर दुःख पाइरहेको छ भने हामीले कति पटकसम्म उसलाई सम्झाउने वा मद्दत गर्ने प्रयास गर्ने र कुन बिन्दुमा पुगेपछि मैले आफ्नो तर्फबाट प्रयास गरेँ, अब उसले आफ्नो बाटो आफै रोज्नुपर्छ भनेर स्वीकार गर्ने। सक्रियता र स्वीकृति बीचको यही सही सन्तुलन पत्ता लगाउनु नै सायद यी अवधारणाहरूको अभ्यासको सबैभन्दा ठूलो चुनौती र उपलब्धि हो।